त्यसको लागि बागमती प्रदेश सरकारले आफ्नो योजना बनाएर हरेक पालिकालाई क्रमैसँग निशुल्क तथा अनिवार्य शिक्षा घोषणाको नीति अवलम्बन गर्दै आएको छ। सोही बमोजिम गंगा जमुना गाउँपालिकाले आफ्नो 7 वटा वडामा 4 वर्षदेखि 13 वर्ष उमेर समूहका कुनै पनि बासिन्दा अब विद्यालय क्षेत्र बाहिर छैन भनेर अनिवार्य शिक्षाको नेपाल सरकारको लक्ष्यलाई आज आत्मसात गर्दै घोषणा गर्न सफल भएको छ। त्यसैगरी अब यो पालिका भित्रका कुनै पनि नागरिकले कक्षा 12 सम्म पढ्नको लागि शुल्क लाग्ने छैन। त्यसको व्यवहार गंगा जमुना गाउँपालिका सरकारले बिहोर्नेछ भनेर पनि एउटा प्रतिबद्धता घोषणा गरेको छ। त्यसैले यो एउटा महत्त्वपूर्ण क्षण, महत्त्वपूर्ण घडी र यो दिनको महत्त्व हुँदाहुँदै पनि यसले हामीसँगै थुप्रै चुनौती, थुप्रै जिम्मेवारी पनि हामीलाई काँधमा थपिदिएको छ। मुख्यतः अहिले हाम्रा प्रमुख प्रशासकीय अधिकारीज्यूले 1, 2 र 3 नम्बर वडामा कुनै पनि विद्यार्थी 14 वर्ष 4 देखि 14 वर्ष उमेर समूहको कुनै पनि विद्यार्थी चाहिँ विद्यालय सेवा क्षेत्रबाट बाहिर नभएको पाइएको भन्ने तथ्याङ्क पेश गर्नुभयो र वडा नम्बर 4 देखि 7 सम्म चाहिँ 31 जना बाहिर रहेको र त्यसलाई फेरि हामीले विद्यालयमा भर्ना लिइसकेको जानकारी गराउनु भयो। यहाँ मैले 1 नम्बर र 3 नम्बरको वडा अध्यक्षज्यूदेखि राखेको छैन, 2 नम्बरको वडा चाहिँ हुनुहुन्छ।